हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू होइन मलाई चाहिँ लास्ट टाउको दुखेर म चाहिँ सम्झनु भएन होइन अनि मलाई यस्तो टाउको दुखेको छ म बिरामी भएँ तर के भयो साथीहरू हिजो होइन अस्तिको ठाउँबाट मान्छेकोमा टाउको दुखेको अनि म एकचोटि जमजाक चोकतिर आएको छु अनि टमाटर पनि लिन्छु भन्ने सोचेर आएको। आन्टी यो टमाटर कसरी हो? 40 रुपियाँ किलो। आधा किलो दिनु। अनि मैले चाहिँ यो 200 नि मैले भनेछु 200 लान लागेको होइन कि 200 के हुन्छ त के टमाटर हालेको पनि खराब जस्तो लाग्यो। मैले टाउको दुखेर मन लाग्यो साथीहरू टाउको दुखेर। अङ्कल मलाई 40 को आधा 20 रुपियाँको आधा केजी राखिदिइराख्नु ल। म चाहिँ अब भनेको जीवन जल किन्न जान्छु, औषधी पनि किन्छु। मलाई त रेस्टुरेन्टमा निकै नहुने जस्तो प्रब्लम भयो मलाई हेर्नु सुट बेबी दामी रहेछ। मलाई चाहिँ एकदमै क्या कस्तो टाउको दुखेर बिमार लागेको जस्तो भन्नु हुँदैन नि मान्छेहरू 7 दिन खाएर नउठे जस्तो भएको क्या साथीहरू। के भएको यस्तो यस्तो त नहुनु पर्ने होइन, यस्तो डेन्जर भएको क्या मलाई। माई गड न केही पनि खाएको छैन होइन तर के भएको के मलाई यस्तो हो। ल म एउटा जीवन जल किनेर लिएर जान्छु। आन्टी दिदी म अभी सरी जीवन जल दिनु न एउटा 10 रुपियाँ मेरा जीवन जल किनेर जान्छु म हो। जान्छु म जानु ए म मरेँ क्या साथीहरू तर के गर्दा निको हुँदैन जस्तो लाग्यो यार। म त नि अनि जिन्दगीमा यस्तो धेरै टाउको दुखेको छ कि यस्तो धेरै टाउको दुखेको छ कि होइन तर मलाई जीवन जल पनि 10 रुपियाँ लिन्छु यार। म खान्छु जीवन जल औषधी कमजोरी भएर हो कि नकिन यस्तो दिदी टाउको त नदुख्नु भएन होइन। मेरो चाहिँ लास्टै बाबा टाउको दुख्छ के अनि टाउको चाहिँ बाबा दुख्यो एकैछिन ल। अब चाहिँ म जान्छु होइन यहाँबाट कहाँ जान्छु पछाडि मान्छे पसल जानु म पसलबाट खिच्नु साथीहरू। अब राम्रो भए नि होस् यो भ्लग, नराम्रो भए पनि नहोस् मलाई चाहिँ मतलब छैन किनकि मलाई एकदमै गाह्रो राम्रो भएन हो। म सन्चो भएर पनि भ्लग म आज भ्लग नबनाउनेमा पुगेको थिएँ तर मलाई आज भ्लग बनाएँ। म आज कसम से मलाई यस्तो धेरै टाउको दुखेको छ यस्तो धेरै टाउको दुखेको छ कि म नबनाउने। अङ्कल लगाएँ मैले हो मलाई मार्छ नि यार। मलाई मेरो बोली के हजुर भयो साथीहरू कस्तो भएको छ छि अन्त कसैले बोल्यो भने भन्नु पनि कि हजुर भनेर जिन्दगीमै नआए जस्तो गर्नु बोली पनि आफ्नो खुट्टी काटेर हाल्नु जस्तो भयो। कसैले राम्रो गरेर बोलायो भने पनि के भनेको भन्नु मात्रै बोल्यो। तिमीहरूले टाउको दुखाएर साथीहरू सरी साथीहरू
आजको भिडियो चाहिँ यस्तो अँध्यारोमा परेछ र मैले अगाडिको फेस लाइट पनि मैले पालिनँ किनकि मलाई सन्चो पनि छैन। आजको भिडियो 5 मिनट भएछ। ओके बाई बाई। लाइक सेयर सब्सक्राइब गर्नु भने नभुलिदिनु होला। बाई बाई।